हेलो गुड आफ्टरनुन। एकदमै गर्मी छ आज। अब हाम्रो सर्टकट हाइकिङ भन्ने नि आज दानाबारीसम्मको हाइकिङ चाहिँ सुरु भयो त गाइज। ल मेरो दुईटा मित्रहरू अगाडि हुनुहुन्छ, म चाहिँ पछाडि। धरानको भ्यू चाहिँ यो टाइपको छ है त, एकदमै दामी। के छ, जाने हो हाइकिङ? ठुलो भाइ जाने के छ भन्छ? स्कुल छुट्टी छ? कति दिन छुट्टी हो? अब सन्डे लाग्ने हो। के को बिदा दिएको अरे? समर अन्ली फर 3 days है। यस्तो दामी भ्यू छ है त धरानको चाहिँ। घाम लागिरहेछ। यो कालो बाटो। ल सरर आज चाहिँ म अपडेट गर्दै जानेछु। ल जे अन द वे टु दानाबारी। दानामा चाहिँ यहाँ माथि टुपाल्नु पर्छ। हाम्रो तारिक चाहिँ 2.5 घन्टाको। यो एरिया चाहिँ बुढा सुब्बा मन्दिर एरिया। ल हाम्रो सबै टोलीहरू चाहिँ रेडी फर कहाँ अरे है? दानाबारी होइन। मदन भाइ 15बाट आइसकेको छ। दानाबारी चाहिँ त्यो डाँडा है त। ल सर्लक्क यहाँ चाहिँ कति आउनु पुग्ने? ल यो डाँडा यहाँ चाहिँ पुगेर आउने हाम्रो टार्गेट आजको। ल साथीहरू अगाडि लागिसकेका छन्। ल यहाँदेखि चाहिँ सबै कता कता जाने ठाउँ भनेर चाहिँ यहाँदेखि सुरु हुन्छ। दानाबारी, बुढा सुब्बा। यो चाहिँ झोलुङ्गे पुल यहाँ अवस्थित छ। अब आफ्नो अलमोस्ट यात्रा अलरेडी नै सुरु भइसकेको हो। 18 मिनट भइसक्यो। मौसम एकदमै दामी छ आज चाहिँ। ल यो पनि नयाँ बन्दै गरेको होटल गेस्ट हाउस। यो ठाउँमा चाहिँ अस्ति पोहोरसम्म चाहिँ यस्तो दामी सेको पोली खाने ठाउँ, पानी खाने ठाउँ, सानो एउटा मिनी पसल थियो। अहिले त बगर भएको छ है त। एकदमै सालैपछि यो खोलाले चाहिँ धेरै क्षति पुर्याएको देखिन्छ। हाम्रो यात्रा खोला धरानमा अत्याधिक गर्मी बढेसँगै धरानको बासिन्दाहरू चाहिँ यसरी खोलामा पनि देख्न सकिन्छ पौडी खेल्नेलाई। र आज पानी चाहिँ धमिलो रहेछ। के भएको? यो चाहिँ अस्तिको वर्षहरूमा चाहिँ मजाले गाडी कुद्ने होइन, गाडी टेम्पो कुद्ने बाटोहरू थियो। यो सालको अस्ति 2-4 दिनको बर्सातले चाहिँ यहाँ त अनि बाटै छैन त। झन् बिगारेछ है। ल यस्तो छ है त। यो पानीको चाहिँ भर नहुने रहेछ। ल खोला नालाको चाहिँ होइन पछाडि जस्तो छ। यो चाहिँ ऐतिहासिक पञ्चकन्या जङ्गल। यो डाँडामा चाहिँ पहिला भत्ताभङ्गी दरबार थियो र अहिले चाहिँ अवशेष स्टिल बाँकी छ। पहिला यहाँ एकदमै राम्रो बाटो, अहिले चाहिँ खोला। सानो चिटिक्को घर। अनि के हो बाबुको नाम चाहिँ? इच्छे हो। तिम्रो घर हो यो सानो? कति राम्रो घर हो।
अनि एक्लै घरमा यस्तो छ दानाबारी। ल हाम्रो बाटो चाहिँ यता दानाबारीको बाटो उकालो छ। अलिकति सहर बजारभन्दा अलिक टाढो 4-5 किलोमिटर भित्र आएपछि चाहिँ यसरी अर्ग्यानिक चिजहरू चाहिँ फर्सी बेसार जो सिजनेबल फ्रुट्स केराहरू भयो है सबै कुरा चाहिँ यहाँ पाइन्छ। डाइरेक्ट सनलाइटले गर्दाखेरि शेष नै हो। साथीभाइहरू अगाडि बढिसकेछ। ल यस्तै छ यता। लास्टै गर्मी लगभग पसिनाले चाहिँ 85% बडी चाहिँ भिजिसकेको अवस्था छ। ल लगभग हामी 73 मिनट्स आइसकेको छौँ उकालोमा। के छ गाह्रो भयो नि त पसिना फर आमा धरान बजार यो चाहिँ सिजो झट्टा पनि काटेर आइसकेको। धरान हल्का देख्दैछ दामी छ ठाउँ। तर यो गाउँडी बस्तीमा चाहिँ रोड ल्याउने उद्देश्यले गर्दाखेरि चाहिँ एकदमै बाढी त्यो होइन पहिरोको जोखिम बाटोहरू सबै भत्किएको छ। यो रोड जेसिबीले बाटो खन्नुले गर्दा चाहिँ यस्तो छ बाटोको अवस्था। यहाँ तल लड्यो भने त मर्यो। आयो 1:46 मिनटमा दानाबारी अलिकति बाँकी नै छ। साथीहरू अगाडि गइसकेछ। भतिज र म चाहिँ बबाल मजा आयो। यो चाहिँ दानाबारीमा बन्दै गरेको पवित्र बिहानी रिसोर्ट प्राली बन्ने क्रम जारी छ। मेन चाहिँ यहाँ बाटोको समस्या। अहिले बाटोहरू बनाए पनि बाटोले चाहिँ के अरे खोलाको स्वरूप लिएको छ। एकदमै नालीको स्वरूप लिएको छ। चाँडा नै छिटो नै ड्रेन बनाउनु चाहिँ एकदमै आवश्यकता देखेँ यो बाटोमा। ल त्यस पछाडि इन फ्युचर चाहिँ एकदमै बेस्ट छ यहाँको इन्भाइरोमेन्ट चाहिँ घुम्न आउनलाई हावा खान आउनलाई सर्ट ट्रिपको लागि चाहिँ एकदमै दामी। हामी चाहिँ ल अन द वे टु ल ठ्याक्कै टपमा यहाँ माथि झन्डा भएको ठाउँमा चाहिँ जाँदैछु। गलेर शेष पसिनाले लुत्रुकै 1 hour 50 minutes भइसकेछ हाम्रो यात्रा धरानबाट। फाइनली राशि रिसोर्ट हो को अन्त सँगै आएको होइन हो र हो है सबैसँगै होला भन्छ ल अहिले चाहिँ अब यहाँ मान्छेको आवत जावत पनि कमिले होला है। छैन हौ जिन्दगानी त बन्द छ ल पारी भेटा यस्तो छ यहाँको ल बन्द हो है हो।
फाइनली आइपुग्यो पसिन पसिन टाइपले 1 hour 56 minutes भाइहरू पनि आइपुग्यो रहेछ ल दिस इज भ्यू फ्रम दानाबारी धरानको सिन चाहिँ अलिक अँध्यारो छ है वाह कहाँ हाम्रो दाइ त हराएछ त होइन हामी पो हिरो भएछौँ त आजको समग्रमा कस्तो भयो भतिज गाह्रो साह्रो मजा आयो है हल्का अब मोर देन अहिले 1 घन्टा 56 मिनट भयो आम्मामा यतिकै हिँडेको नि यार हामी भनेको नि अहिले भने 7 किलोमिटर 7.5 किलोमिटर यो मान्छे कुदेर आयो आम्मामा ल यस्तो छ है गाइसलाई दानाबारीको भ्यू सिनारियो एकदमै दामी भ्यू चाहिँ यो पारिपट्टि चाहिँ भेटा ल हाम्रो यात्रा ब्याक टु धरान ल फेरि भेटौँ ल दानाबारी फाइनली पुगेर पनि हामी चाहिँ अहिले हाम्रो झर्ने क्रम जारी छ यस्तो दामी ल स्टिल घाम चाहिँ लागिरहेछ है घाम डुबेको छैन यो छ सिनारियो आज एकदमै रमाइलो भयो उकालो चढ्दा चाहिँ अलिकति गाह्रो भएको थियो मलाई चाहिँ फाइनली तर पुगेर पनि फर्काउँदैछौँ यहाँ बाटो खत्तम बनाएछ ल रोड खन्ने क्रममा सबै पहिरो झरेर ल फाइनली हाम्रो आजको धरान टु हाम्रो हिँड्ने त आज धेरै भयो 14 किलोमिटर हो 15 किलोमिटर ल दामी भयो नि त आजको ल राम्रोसँग जा है ल राखेर दिउँसो अहिले चाहिँ 7:15 गइसक्यो दामी भ्यू छ है धरानको ठ्याक्कै आइछ अहिले कति हो 14 आज चाहिँ 3.5 घन्टा प्लस हिँडेको छ